हेलो एभ्रिवान दर्शन नमस्ते सेवारो म बिरे राइटर ब्लगको तर्फबाट र साथी हो म केही कुराहरू हजुरहरू सामुने राख्नु गइरहेको छु। अलिकति मलाई चित्त नबुझेको र हामी अलिकति भनौँ न नेपाली जनतालाई चित्त नबुझेको कुराहरू चाहिँ यहाँ चाहिँ अलिकति खरानी ग्याङ र यहाँ क्युआर ग्याङको चाहिँ अलिकति बिचमा पर झट यहाँ भेड भयो भने अलिकति मिलाउनै नसक्ने र सुन्नै नसक्ने शब्दहरू गाली गुलोचहरू हेरिरहेछौँ क्या साथीहरू। जस्तो अब खराने ग्याङ भन्दाखेरि राष्ट्र स्वतन्त्र पार्टी राजरपालाई पर्छ जस्तो अहिलेको सरकार हुनुहुन्छ, र क्युआर ग्याङ भन्दाखेरि श्रम संस्कृति पार्टीको हर्क साम्पाङलाई पर्छ। र म चाहिँ यो भन्छु, तपाईँहरू जसलाई सपोर्ट गरे पनि हर्कलाई गरे पनि बालेनलाई गरे पनि रविलाई साथी यो गर्ने भनेको र मेरो बुझाइअनुसार सोचाइअनुसार चाहिँ म एउटै भन्छु, मैले पसिना बगाएँ मैले खानु पाउने हो र मैले मेहनत गरेँ, मैले आफ्नो घर परिवारलाई खुसी राख्ने। तपाईँहरू पार्टी विरोधी भएर जस्तो अब हर्कको समर्थकले जस्तो अब अहिलेको सरकारको जस्तो अब खराने ग्याङ र खराने ग्याङले यता क्युआर ग्याङलाई गाली गरेर दुनियाँदारी सोसल मिडिया तताएर तपाईँहरूले पाउने भनेको केही छैन के साथी। म चाहिँ सम्पूर्ण साथीहरूलाई यही अनुरोध र यही एउटा विश्वासको साथ भन्न चाहन्छु साथी, आफूले खाने उयो कुराहरू आफैले उयो गर्नुपर्छ क्या साथी, मेहनत गर्नुपर्छ। र हामीले यहाँ जति पनि एक आपसमा अब एउटाको समर्थकलाई अर्कोलाई गाली गर्ने, यहाँ दुनियाँदारी यहाँ चिनी खाने जाँड खाने अब भनौँ न त्यस्तो अशब्द कुराहरू नगरौँ यो उयोमा भिडियोमा होइन। र त्यो गरेर हामीलाई केही उयो हुँदैन के साथी। र त्यो थाहा छ त अहिलेको सरकारहरूले कति काम राम्रो गरेछ कति राम्रो गरे छैन भोलिको दिनहरूमा त्यो हेर्ने सबै छौँ त। अब बुझ्दैछौँ त्यो तपाईँले मात्रै बुझ्नु भएको छैन, मैले मात्रै बुझेको छुइनँ, अरूले मात्रै बुझे, सबैले बुझ्दैछौँ। र एक आपसमा हामी नेपाली जनता किन लडिरहेछौँ भन्ने चाहिँ मेरो सबैभन्दा ठुलो क्वेसन हो क्या हामी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई। तपाईँ हर्क साम्पाङको समर्थक यता जस्तो बालेनको समर्थक हुनु त हामी नेपाली हो नि साथी हो। तपाईँहरूको हात काटे पनि मेरो हात काटे पनि आपसमा दुइटैको हात काटे खुन आउँछ नि, त्यो हो के। अलिक किन यति साह्रो गाली गुलोचहरू सोसल मिडियाहरूमा अहिले सबैभन्दा कन्टेन्ट पाउने भनेको त्यही कुराहरूले के, जस्तो क्युआर ग्याङ र यता खराने ग्याङ भनेर यस्तो कुराहरू हामीले गर्दाखेरि अलिकति लाज पनि लाग्छ के साथी एउटा नेपाली भइसकेपछि। र यो त हामी पनि अहिलेको जस्तो युवाहरूले आँखा फुटेको छैन कसले राम्रो काम गर्दैछ कसले राम्रो काम गरे छैन, र जहाँ सरकार गलत ठाउँमा र गलत बाटो निर्णय लिँदैछ त्यो चिजहरू अर्को पार्टीले उठाउनु पाउँछ, त्यो स्वाभाविक हो, त्यसलाई नै राजनीतिक भनिन्छ के साथी। र तपाईँहरूले अब बुझ्नु नबुझ्नु आफ्नो आफ्नो ठाउँबाट छ होइन। र मैले बुझेअनुसार चाहिँ यो चाहिँ सबैभन्दा ठुलो अलिकति हामी नेपालीले गरेको यो हरकतहरू, जस्तै एउटा ग्याङले अर्को ग्याङलाई जस्तो खरानेले क्युआरले खरानेलाई अलिकति यो नराम्रो शब्दहरू हो साथी। र अलिकति भोलि गएर अर्को देशहरूले हेर्दाखेरि अब जति पनि सोसल मिडियाहरूमा जोडिएको छौँ र जति न्युज च्यानलहरू अहिले सोसल मिडियामा जोडिएको छ त्यो अरू देशले हेर्दाखेरि हामी नेपालीप्रतिको हेर्ने दृष्टिकोणहरू अरू देशले के रहन्छ। मेरो सबैभन्दा ठुलो भनाइ चाहिँ यही हो क्या हामी नेपाली दाजुभाइहरूलाई र दिदीबहिनीहरूलाई। र तपाईँ कसको पार्टीको ग्याङ हुनुहुन्छ कसको के हुनुहुन्छ समर्थक हुनुहुन्छ त्यो थाहा भएन, तर हामी एउटा सबैभन्दा अगाडि चाहिँ यो बुझ्नु पऱ्यो हामी नेपाली हो र नेपाली हिसाबले अगाडि रहन्छौँ। भोलि गएर कसले काम नराम्रो काम गर्नेलाई जहिले पनि विरोध छ साथी, राम्रो काम गर्नेलाई जहिले पनि सपोर्ट गर्ने हामीले एउटा वातावरण र सिस्टम बनाउनु पर्छ। अहिलेको युवा अहिलेको हाम्रो जति पनि अहिलेको देश विदेशमा रहने हाम्रो दाजुभाइ तथा दिदीबहिनी हामीले बुझ्यौँ न भने त अरू कसैले बुझ्दिँदैन यो चिजहरू। र सम्पूर्ण साथीहरूलाई यही छ मेरो चाहिँ अनुरोध, तपाईँहरू क्युआर र